हेलो टेक्निशियन साथीहरू, के तपाईहरूले क्लाइन्टकोमा डिबिआर एनबिआरमा हार्ड डिस्क रिड नहुने बेलामा सधैँभरि हार्ड डिस्क चेन्ज गरेर ट्राई मात्रै गर्नुभएको होला, तर त्यसको सट्टामा कहिलेकाहीँ पावर एडाप्टरले गर्दाखेरि त्यो हार्ड डिस्कले त्यो रेकर्ड नगरेको पनि हुनसक्छ। जसको प्रब्लमलाई सल्भ गर्नको लागि आज आइटी वर्कसपको दाइले लिएर आइसकेको छु। यो डिबिआरमा पनि जोड्न मिल्ने, एनबिआरमा पनि जोड्न मिल्ने र राउटरहरूमा पनि जोड्न मिल्ने 12 भोल्ट 2 एम्पियरको एडाप्टर, जसमा रहेको छ एकदमै हेभी क्वालिटी, जसले सप्लाई गर्छन् 12 भोल्ट 2 एम्पियरको करेन्ट भनेदेखि यसबाट ती डिभाइसहरूलाई रन गर्ने बेलामा हजुरले राम्रै प्रोटेक्सन पाउनुहुन्छ। र त्यसै गरी हामीसँग 12 भोल्ट 1 एम्पियर 2 एम्पियर 3 एम्पियर 4 एम्पियर र 5 एम्पियरका एडाप्टरहरू पनि उपलब्ध छन्। यस्तै टाइपका एडाप्टरहरूको हजुरलाई खाँचो छ भनेदेखि हामीलाई सम्झिनुहोस् है त।